Hello guys, numkan tem video. Numkan tem video. मन्त्री त म मन्त्री होइन क्या बात कर रहे हैं? एउटा जिम्मेवारी एउटा भनौँ न एउटा औपचारिक रूपमा मन्त्री भएको हो तर व्यवहारमा चाहिँ म मन्त्री हुँदैन कुरो घाँस थियो क्या ल सर्वप्रथम त म एउटा अनुरोध गर्न चाहन्छु सम्माननीय सभामुखज्यूलाई कि चाहिँ म एक्लो मान्छे भनेर एउटा माननीय भनेर एक्लो माननीय भनेर चाहिँ हेला नगरियोस् है किनभने अरूले मस्त जोक मारा रे या हँस रे हल्का हँस मैले त नाम लेखाएको थिएन आज बोल्नु पर्दैन होला भनेको नाम बोलाउनु भएको सम्माननीय सभामुखज्यू राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण युवा भाइ बहिनीहरू यस्तो खबर सुनाउनु पर्दा मेरो आङ नै जिरिङ्ग भएको छ आखिरी के साह्रो रिस गरेको पहिलाको पुरानो सरकारहरूले त गर्यो ठिक छ मैले पुरानो सरकारलाई के भन्थेँ भने उहाँहरू बुढा हुनुभएको छ अनि अलि दिमागले भेटेन होला गरेन अहिलेकोले त भेट्नु पर्ने हो नि Hello guys, numkan tem video. Numkan tem video. Hello guys, welcome to my new video. पर रहनुहोस् है यहाँ पैसा लुटिहाल्छ मैले ओ अलग लेभलको भन्दा त है अहिलेसम्म त 1 लाख त लुट्यो होला है अहिलेसम्म त आयो दाजुभाइ दिदीबहिनीहरू है किनभने अरूले 10-15 मिनट 20 मिनट 30 मिनट पाउँदाखेरि मलाई चाहिँ 5 मिनट नदियोस् म एक्लो छैन पद भएपछि काम हुने पद नभएपछि काम नहुने भन्ने हुँदैन म एकदम जेनजी युवा हो तपाईले मलाई एउटा सजेसन दिनु पर्यो मेरो लाइफमा त्यो चाहिँ उपयोग होस् के गर्छ भन्नु जे एउटा जे भने एउटा मलाई मार्गदर्शन देखाउनु पर्यो जुन तपाईले बोलेको कुरालाई मेरो युवाहरूलाई मेरो एउटै मार्गदर्शन छ कसैको मार्गदर्शन नखोज्नु कसैको मार्गदर्शन नखोज्नु शिक्षा पाउँछन् त अब तपाईं मन्त्री हुँदाखेरि अरे म मन्त्री हुँदैमा निशुल्क शिक्षा कसरी दिने म भगवान हो र भनेको एउटा न एउटा त केही त को जाना पड़ेगा मेरे को जाना पड़ेगा मेरे को जाना पड़ेगा यहाँ काम छ कि कहा नहीं जाता तड़प ही ऐसी है ना नहीं सोके अब घाइतेको लागि के हुन्छ मन्त्रीज्यू अब घाइतेको लागि उपचार हुन्छ तपाईँ चुनाव लड्ने कि नलड्ने म नलड्ने 70 वर्ष होइन पोलिटिकल पार्टी खोलेर जाने कि नजाने तपाईँलाई युवाहरूले बोलाए नजाने कुरा नजाने केही न केही होला त नि गरौँला अहिले नि कसरी भन्ने त्यो पत्रकारहरूले त नपेल्नु न हो यति धेरै एनर्जी चाहिँ कसरी आउँछ सर है राष्ट्रपति बनाइदिए पनि प्रधानमन्त्री बनाइदिए पनि एउटा के अरे साधारण चाहिँ लेबर बनाइदिए पनि मलाई केही पनि कुरा मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु गिफ्ट दिन्छ दियो भने मैले बेचिदिन्छु त्यही हो नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ जेसुकै गर भन्ने सन्देश दिन्छु मैले थाहा छ तपाईँ धेरै अध्ययनशील मान्छे हो व्यक्ति हो महावीर पुञ्जी अध्ययनशील होइन म होइन व्यवहारिक ज्ञान तपाईँसँग धेरै छ क्या मैले चिनेको काम गर्दै जाँदाखेरि गरेको हो म अध्ययन गर्दै गर्दैन पढ्दैन पढ्ने बुक लेख्नुपर्छ अब चाहिँ भन्ने चाहिँ के कारणले ड्राइभ गर्यो
त्यो कुरा त्यो बुकमा छर्लङ्ग सुरुको पेजमाथि छर्लङ्गै पारेको छु। त्यो मार्केटले मैले गरेको होइन। एकदमै चर्चा पाउनु भएको छ तपाईँले, के भन्नुहुन्छ यो विषय? मलाई थाहा छैन चर्चा गरेको कि गरेको छैन, मैले त्यो गरेको हेरेकै छैन। आफ्नो काममा व्यस्त भइरहेछ यो विषयमा के म आफ्नो काममा व्यस्त छु। जाऊ यति धेरै एनर्जी चाहिँ कसरी आउँछ सर? र इनर्जीको कुरा त भात खाएपछि आउँछ इनर्जी। अरूले चाहिँ सेवा सुविधाहरू छोडिरहनु भएको छ, हजुरको केही छ त्यस्तो मन्त्रीहरू बन्दै गर्दाखेरि पाएको सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने हो, त्यहीँ सुत्ने हो। त्यो सामाजिक सञ्जालमा चाहिँ कहिलेकाहीँ के हुन्छ कुनै आलोचकलाई चाहिँ अलि कडाइसँग अझ भन्दा कहिलेकाहीँ त अलि तिक्ततापूर्ण तरिकाले अझ कहिलेकाहीँ त तल्लै त झरेर पनि जवाफ दिनुहुन्छ क्या। किनभने म चाहिँ मान्छे हो। आश गरेर हुँदैन, नेपालीहरू धेरै आश गर्छ क्या। आफूले चाहिँ काम गर्दैन, आफूले काम गर्दैन, आश मात्र धेरै गर्छन् होइन। बात त सही है। यो क्षेत्रमा तपाईँले के गर्दै हुनुहुन्छ त? अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या। यो त अपरझट किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि बिरामीहरूलाई आत्मबल बढाउनको लागि चाहिँ हजुरले के टिप्स दिएर आउनु भयो? स्याउ र स्याउ, अब के अरे फुलको गुच्चा अनि केरा। 23 र 24 गतिको घटनालाई यहाँले कसरी हेर्नु भएको छ? 23 र 24 गते त म त उहाँ के अरे इलामको माथि फाकफुकथुङ भन्ने ठाउँतिर थियो। अहिले मैले निशुल्क गराउँछु भनेर मैले बोलेर के हुन्छ? पैसा कहाँबाट ल्याउने? बात त सही है। हिमालको हिउँलाई पैसा बनाऊ, माटोलाई चाहिँ पेलेर पैसा बन्दैन। तपाईँलाई मन्त्री भन्नु कि महावीर पुन भन्नु? महावीर पुन दाई भन्नु। त्यसो मन्त्री नभन्ने जनताले त मन्त्री महावीर पुन भन्न थाले। भन्नेले भन्ला, तर सबैले दाई भने हुन्छ। 2 दिनमा चाहिँ कस्तो फिल भइरहेछ तपाईँलाई? फिलै हुँदैन मलाई, कस्तो पनि फिल हुँदैन। जे भयो पनि फिल हुँदैन, राजै बनाइदियो भने फिल हुँदैन। त्यो जनरल कुरा नसोधा, के ठोस कुरा सोधा। हिजोबाट हजुरको बसाइ यतै छ? यतै छ त, फेरि जनरल कुरा सोधे। खुसी लाग्यो त म त स्कुल जाने हो भाइ, संसदको स्कुल पढ्ने हो है। 5 वर्षमा सकिन्छ है। अब झोलासोलामा किताब पनि हाल्नु पर्यो है दाजुभाइ दिदीबहिनी। बोल रहे हैं पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए। स्कुल जानु पायो भाइ, ढिलै भए पनि ल है। ल सबैलाई नमस्कार छ है। स्कुल जानु पाएकोमा यस्तो खुसी लाग्यो स्कुल जानु है। म त और मैं ये जो मजा है हिंदुस्तान के हर व्यक्ति को देना चाहता हूँ। वाह क्या सीन है। म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु, किनभने म फरक छु। बोल्ने तरिका पनि फरक छ, काम गर्ने तरिका पनि फरक छ। सबै कुरा म प्राय सबैसँग। मैं क्या करूं फिर, जॉब छोड़ दूं? त्यसैले म आफ्नो परिचय पनि दिन चाहन्छु।
र म कसरी यो ठाउँमा आउनै नपर्ने मान्छे यो ठाउँमा कसरी आइपुगेँ भन्न पनि चाहन्छु। म अमेरिकामा मस्त जोक मारा रे या हंस रे हल्का हंस पढेर नेपालमा 2049 साल भाद्र महिनामा आएको र अहिलेसम्म